चाहिँ म्युजिक भिडियोको सुटिङ गएको छौँ लभ डाँडा सुटिङ हुँदैछ म यता आएर बसिरहेको छु सुटिङ रिपोर्ट हेर्दै गर्नु होला आजले सक भएन हैन घुम्नु पर्दैन महिना आफै मिलिहाल्छ सट्टै के देखाएको त होइन सर यहाँ हो नि त सरको पैसा सर त्यस्तो गरेन त्यस्तो गरेन सट्टै यस्तो आएपछि सर सट्टै घुमेर ठुलो जानु प्रेम त्यहाँदेखि चाहिँ त्यस्तो छिटो तर छिटो हुन्छ त्यही छिटो भएर बिग्रिन्छ अन्तिम प्लेसले सबसे अन्तिम प्लेसले यसो लकचकदार गर्नु न तर चाँडो गर्नुपर्छ फास्ट अलि मुन्टो यसो हल्लाउनु नि अहिले जिउ पनि यस्तो है फेरि यहाँ हावासिरी र त्यहाँ माथि गइहाल्नु त हावासिरी न त्यो सुरुकै गर्नु जति आउँछ तपाईँले गर्नु हो म यहाँ धन्न लिप्सिङको उलिएन यस्तो भइरहेछ कि सिरियस सिनमा अनि डाइलगको सिनहरूमा एक शब्दहरू आफैले एक भएन त्यो भएन भन्नु चाहिँ बेकार जस्तो पनि लाग्यो किनभने विके सरले मस्त पाराले एक मोमेन्ट त्यो आँखाको त्यो यो वाला क्या यति पनि भएन कि अनि त्यसपछि गाह्रो भयो अनि मैले चाहिँ सजाइदिएको जस्तो भयो किनभनेदेखि कहिले सकिन्छ यो त्यस्तो टाइपको भयो जस रमाइलो भयो रमाइलो चाहिँ अरूलाई भयो त खतरा गाली गर्नुहुन्थ्यो होला क्या हो तर जस सरजी भएर पिके सर भएर गाली गर्नु भएन रमाइलो लाग्यो तर जस के अरे डान्स चाहिँ सिकेर आएर अनि बल्ल के भन्छ अरे यो म्युजिक भिडियो गर्दा राम्रो हुन्छ जस्तो लाग्यो डान्स गर्नु पर्यो हैन पर्यो गजब पर्यो नि सिरियसमा अब त्यो पुरै कपाल कहाँ हुन्छ सिउँदो कहाँ हुन्छ सबै चिज थाहा हुन्छ हैन अनि अर्को कुरो चाहिँ आफ्नो डाइरेक्सनमा अलिअलि मनोमानी यसरी नाच्ने मान्छे जहिले नाच्ने मान्छे होइन सेली र सेली प्रियसी हुनुहुँदो रहेछ उहाँको नाम भर्खरै थाहा पाएको होइन रमाइलो थियो तर भइदियो के भने म चाहिँ त्यो के भन्छ अरे लचकता नभएको नवरसमा त्यो एउटा रस पनि होइन जे तपाईँहरूको जोरी चाहिँ सुहाएको छ सर हो जोडी सुहाएको छ ए तपाईँले कतिको लाउनुपर्छ हेलो ए अलिकति खुट्टामा केही छ अलिकति चाहिँ उहाँले बराउनु भएको अब नेक्स्ट टाइम आउँदा चाहिँ डान्स सिकेर आउनु होला नेक्स्ट टाइम आउँदा विके सरले 3 दिनको क्लास दिनुभयो भने चाहिँ म अलिअलि सिक्छु कि नभए चाहिँ सक्दिनँ यो पार लाग्दैन मबाट यो डान्सको स्टेप चाहिँ पारै लाग्दैन किनभनेदेखि
कस्तो राम्रो आउँदो रहेछ है यहाँतिर हामी चाहिँ लपडाँडा भन्ने ठाउँमा हो लपडाँडा नारायणटारदेखि अलिकति माथिको प्लेसमा छौँ भ्लग बनाउँदै तर 17 चोटि बनाउँदाखेरि के भन्छ अरे टेक्स स्टेप सिकाउँदाखेरि पनि नजान्ने मान्छे चाहिँ प्रयास ल ल भनिदियो है मुख खोलिदियो सबैले हेरेर माया गरिदिनु होला माया भनेको माया गरिदिनु लाइक कमेन्ट सब्सक्राइब सिरी पर्दैन सेयर गरिदिनु होला भाइले भनेर ब्लग हो क्या भाइ न ब्लग 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 यो दाइको च्यानललाई सब्स्क्राइब गरिदिनु होला भाइले नि भन न हेलो गाइस यो दाइको च्यानलमा सब्स्क्राइब ओइ हामीलाई त्यो के भाइहरु ब्लग कुन ब्लग हेर्छौ हामी एमटी राको ल रेडी ल एक्सन तपाईको ब्लगको नाम चाहिँ एजीबी एजीबी फिल्म्स एउटैले नाचे भन्नु कहिले भएन? कहिले त्यो गर्नुहुन्छ यो भरे के रे एजीबी फिल्म्स ल म्युजिक बनाउनु पर्दैन ल फिल्म्स यो भएन एक्सन अब भयो भाइ अब हिँड अलि फास्ट फास्ट फेरि रिटर्न पऱ्यो भने सर अलिकति अब एक काम गरौँ ल घुमौँ उता आउँछ फेरि बाइकले तेर्स्याउला नि मोडल फेरि नाम भएर म्युजिक भिडियो खेल्न गएको भनेर तेर्स्यो भनेर त्यही भएर मैले खिचिरहेको छु सर गाह्रो पो छ त होइन सर गाह्रो छ नि भाइ यहाँ पनि गाह्रो छ डिलमा त जस्तो डिलमा कस्तो यहाँ गऱ्यो नि गरिहाल्ने हो अहिले भने त्यही भएर खिचिरहेको छु कुद्नु कुद्नु त्यही त हो भएन सर तपाईँ पहिला हात यसो नगर्नु नि तपाईँ पहिला हात यसो नगर्नु क्या हातै तान्नु आफैले यसो है त तपाईँ पहिला यसो नजानु क्या पहिला यसो जानु एकैचोटि 1700 वटा चिज सिकाएपछि कहाँबाट सिक्छ त्यो है डान्स त्यो कन्टिन्यू ए आयो आयो अझै गाना त बजाउनु एकचोटि कम से कम गानामा आजको हाम्रो मोडल उहाँ पनि हो उहाँ पनि हो यो उहाँ चाहिँ मोडल नि है उहाँ पनि हो है मोडल नि होइन नि उहाँ चाहिँ क्यामेराम्यान रे क्या अब एकछिनलाई होइन अब हाम्रो चाहिँ आज सुटिङ प्याकअप भइसकेको छ अनिल सर हजुर के भन्छ अरे नि के भन्छ